हाई नमस्ते सम्पूर्ण अनलाइन मित्रहरूमा म डिब्रालको तर्फबाट अर्को राजनीतिक विषयवस्तुलाई लिएर तपाईँमा आज उपस्थित भएको छु। अहिले रासोपाले आफ्नो वडा र जिल्ला स्तरीय भेलालाई सिद्धाइसकेपछि प्रदेश स्तरीय अधिवेशन पनि लगभग सिद्ध्याउन लागिसकेको छ। यो क्रममा थुप्रै ठाउँमा विवादहरू भए। अब विवाद नहुनु पर्थ्यो, हुँदा पनि अस्वाभाविक पनि होइन, किनभने कुनै पनि कार्य समितिका लागि आकाङ्क्षीहरू धेरै भयो भने अथवा आकाङ्क्षीहरूका सपोर्टर पनि त्यसैमा आफ्नो नेतृत्वलाई लिनका निमित्त, नेतृत्वमा लैजानका लागि केही हदसम्म बल प्रयोग गर्नु त्यो लोकतान्त्रिक परिपाटीमा अनौठो होइन। सके सर्वसम्मत होस् भन्ने चाहना, तर सर्वसम्मत भएन भने प्रजातान्त्रिक परिपाटीले मतदान मार्फत जानु स्वाभाविक र त्यो रासोभाभित्र देखियो र त्यसरी नै गइरहेको छ। र यहाँनिर सबैभन्दा नेपालका लागि सुखद घटना के भयो त भन्दा हिजो 35-36 वर्षसम्म जति पनि राजनीतिक दलहरू छन् नेपालका, तिनीहरूले जब प्रदेश स्तरीय होस् या केन्द्रीय स्तरीय होस् या जिल्ला स्तरीय इभन अधिवेशन बोलाइराख्दा सत्तामा भएको दलले सरकारी सम्पत्तिको चरम दुरुपयोग गर्थ्यो। उसले सरकारी गाडी प्रयोग गरेर आफ्नो पावरको तामझाम कार्यकर्तालाई देखाउँथ्यो। नेपाली झन्डा बाहक सरकारी गाडीको साइरन बजाउँदै, हर्न बजाउँदै अनि आमसभा स्थलमा जाने, अनि त्यसपछि गएर बन्द सत्रदेखि यी विभिन्न घटनाक्रममा राज्यको नेपाली जनताहरूले तिरेको करको जुन दुरुपयोग छ त्यो अत्याधिक हुने गर्थ्यो, अरबौँ रुपियाँ। तर यसपाला जति पनि अधिवेशन भयो अहिलेसम्म बालेन सरकारको कुनै मन्त्री राष्ट्रिय झन्डा ध्वजावाहक गाडी लिएर कुनै पनि अधिवेशनमा सामेल भएको देखिएको छैन। यो सबैभन्दा सुखद पक्ष हो। अनि अर्को कुरा, तल जति पनि गुट उपगुट शक्ति सङ्घर्षका लागि अथवा समिति सङ्घर्षका लागि भए पनि बालेन र रवि आफू फिजिकल्ली कुनै पनि अधिवेशनमा अहिलेसम्म उपस्थित नभइकन त्यो स्वत रूपमा समाधान भएको छ। त्यसमा कुनै अप्रिय घटना घटेको छैन र बालेन र रविको उपस्थित बिना नै त्यो समस्या हल भएको छ। यो बडा प्रजातान्त्रिक र लोकतान्त्रिक तरिकाले अधिवेशन भइरहेका छन्। हो, नेपाली जनताले 2/3 मत दिएर जिताएको यो सरकारले आज वास्तवमै भन्ने हो भने जनताको करको सही सदुपयोग गरिरहेको छ, दुरुपयोग गरिरहेको छैन। हस्, धन्यवाद।